सरकारले आर्थिक वर्ष 2083-84 लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमानमा नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरूको तलबमा अन्तर रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार नेपाली सेनाका प्रधान सेनापतिको तुलनामा नेपाल प्रहरीका महानिरीक्षक आइजिपीको मासिक तलब कम छ। नयाँ तलबमान अनुसार नेपाली सेनाका प्रधान सेनापतिको कुल मासिक तलब 90,594 रुपैयाँ कायम गरिएको छ। तर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपीको मासिक तलब भने 78,576 रुपैयाँ मात्र तोकिएको छ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजीको तलब पनि 84,576 रुपैयाँ कायम गरिएको छ। प्रहरीका अन्य वरिष्ठ अधिकारीहरूको तलब विवरण अनुसार प्रहरी नायब महानिरीक्षक डीआइजीको मासिक 73,750 रुपैयाँ पुगेको छ भने प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको 77,714 रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी प्रहरी उपरीक्षक एसपीको 67,092 रुपैयाँ, प्रहरी नायब उपरीक्षक डीएसपीको 62,546 रुपैयाँ र प्रहरी निरीक्षक इन्सपेक्टरको 60,874 रुपैयाँ मासिक तलब कायम भएको छ। जुनियर अधिकृत र अन्य तहका प्रहरी कर्मचारीहरूतर्फ प्रहरी नायब निरीक्षक सयको 48,387 रुपैयाँ, प्रहरी सहायक निरीक्षक असयको 44,577 रुपैयाँ र प्रहरी वरिष्ठ हवलदारको 37,648 रुपैयाँ पुगेको छ। त्यस्तै प्रहरी हवलदारले मासिक 37,457 रुपैयाँ बुझ्नेछन् भने प्रहरी सहायक हवलदारको तलब 37,001 रुपैयाँ तोकिएको छ। प्रहरीको तल्लो तहमा कार्यरत प्रहरी जवानको मासिक तलब 36,338 रुपैयाँ कायम भएको छ। नयाँ भर्ना हुने रिक्रुटको तलब 27,172 रुपैयाँ छ भने प्रहरी कार्यालय सहयोगीहरूको तलब उनीहरूको तह अनुसार 28,000 देखि 40,000 रुपैयाँको बीचमा रहेको छ। सरकारले साउन 1 गतेदेखि लागू हुने गरी यो नयाँ तलबमानका अतिरिक्त 10% मासिक प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ।